गाउँपालिकाले सुरु गरेको यस कार्यलाई राष्ट्रले नै सुरु गर्नुपर्ने पालिका अध्यक्ष गोम्बु शेर्पाले बताउनुभयो। विगतका वर्षहरूमा महोत्सव आयोजना गर्नलाई काम गरेको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो। गाउँपालिकाको हिसाबले र गाउँपालिकाले लिएको आर्थिक पर्यटन नीतिको हिसाबले जुन हामीले आयोजना गर्यौं, हामी एकदमै खुसी छौं। एकदमै बृहत सफल हो। व्यापक हामीलाई ओखलढुङ्गा जिल्लाको थोलेदेम्बा डाँडामा गल्फ महोत्सव सम्पन्न भएको छ। 2082 सालको नयाँ वर्षको शुभ अवसर पारेर आयोजना गरिएको उक्त गल्फ महोत्सव मंगलबार सम्पन्न भएको हो। गल्फ महोत्सवमा विभिन्न देशहरू अमेरिका, जापान, कोरिया, चीन, नेपालका गरी जम्मा 8 टिमको सहभागी रहेको थियो। गाउँपालिकाले सुरु गरेको यस कार्यलाई राष्ट्रले नै सुरु गर्नुपर्ने पालिका अध्यक्ष गोम्बु शेर्पाले बताउनुभयो। विगतका वर्षहरूमा महोत्सव आयोजना गर्नलाई काम गरिरहेकाले यस वर्ष महोत्सव आयोजना गरेको उहाँले बताउनुभयो। देम्बा डाँडामा केही संरचना बनाउनका लागि धेरै बजेटको आवश्यक नपर्ने भएकाले यसै वर्ष काम हुने पालिकाले जनाएको छ। खिजीदेम्बालाई कृषिमय र पर्यटकीयमय अवधारणा अगाडि सारिए बमोजिम आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि काम गरिरहेको पालिका अध्यक्ष शेर्पाले बताउनुभयो। गाउँपालिकाको हिसाबले र गाउँपालिकाले लिएको आर्थिक पर्यटन नीतिको हिसाबले जुन हामीले आयोजना गर्यौं, हामी एकदमै खुसी छौं। एकदमै बृहत सफल हो। व्यापक हामीलाई सबैजनाले बधाई दिनुभयो। यो हिसाबमा हामी एकदमै खुसी छौं। र यो म के भन्न चाहन्छु भन्दा खिजदेम्बाले सुरुवात गरेको एउटा सानो प्रयास हो। यसलाई राष्ट्रले नै अपनत्व लिनुपर्छ। किनभने राष्ट्र आज अर्थतन्त्र डामाडोल भएर युवाहरू देशमा भस्टाउन सक्ने अवस्था, बाँच्नै नसक्ने अवस्था भएको अवस्थामा केही न केही टेवा पुगोस्, आफ्नै गाउँठाउँमा के गर्न सकिन्छ भन्ने खिजदेम्बाले लिएको एउटा कार्यक्रम हो। पर्यटनसँग सम्बन्धित र खेलाडीसँग सम्बन्धित भएकोले एकदम राम्रो हो। र म के भन्न चाहन्छु भने यो खिजदेम्बा गाउँपालिकाले मात्रै होइन, लेखको गाउँपालिका, सोलुखुम्बु नगरपालिका, त्यसै गरी सिङ्गो ओखलढुङ्गा जिल्ला र सिङ्गो पर्यटनबाट जुन नेपालमा आय स्रोत हुन्छ, यसलाई पनि त्यहाँ कनेक्ट गर्नुपर्ने र सबैको दायित्व भएकोले म यो दिन चाहन्छु। पालिकाले सोचे अनुरूप नै महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले बताउनुभयो। थोरै बजेटबाट धेरै काम भएको उहाँले बताउनुभयो। आगामी दिनमा गल्फ कोर्सलाई विकास गर्नका लागि पालिकामा गल्फ क्लब दर्ता गरेर अगाडि बढ्न सकिने प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो। मौसम हामीले सोचेको जस्तै एकदमै राम्रो भयो। थोरै मौसमले साथ नदिए पनि ठुलो संख्यामा यहाँ दर्शकहरू आइदिनु भयो। खेलाडी साथीहरूले पनि त्यो मौसमको च्यालेन्जलाई सहजै रूपमा स्वीकार गरेर एकदम रमाइलो गर्दै उहाँले इन्जोय गर्दै आज यो प्रतियोगिता सम्पन्न भएको छ। अब यो खेललाई यहाँ गराउनुको कारण यहाँ हाम्रो पर्यटन दूत लगायत खिजदेम्बालाई माया गर्ने अरू पर्यटन व्यवसायीहरूले पनि यहाँको सम्भावनालाई देखेर गाउँपालिकालाई तपाईँको यो क्षेत्रलाई गल्फ कोर्सको रूपमा विकास गर्न सकिन्छ भनेर उहाँले दिनुभएको सल्लाह सुझाव। त्यस्तै गाउँ कार्यपालिकाले पनि उहाँको सल्लाह सुझावलाई ग्रहण गरेर यो देम्बा क्षेत्रको विकास गर्नको लागि जुन योजना बनेको छ, त्यस अन्तर्गत यहाँ गल्फ कोर्स स्थापना गर्ने गाउँ कार्यपालिकाको निर्णय भएको छ। हामीले यसलाई गल्फ कोर्सको रूपमा विकास गरेको। धेरै काम यहाँ जति पनि कामहरू भएको छ, धेरै काम हाम्रो रसिदीमा श्रमदानबाट पनि भएको छ। यो वर्ष गाउँपालिकाले यो गल्फ महोत्सव आयोजना गर्नको लागि 8 लाख रुपियाँ खर्च गरेको हो। अघिल्लो वर्ष पनि यो ठ्याक्कै मलाई एक्ज्याक्ट फिगर थाहा भएन, 8-10 लाख हाराहारीमा यहाँ ग्राउन्ड तयारी लगायतको काममा खर्च भएको छ। त्योभन्दा बढी हाम्रो खर्च भएको छैन। काठमाडौँबाट आएर प्रथम गल्फ खेलका विजेता हुनुभएका सञ्जीव तिवारीले देम्बा डाँडा गल्फ खेल्नका लागि उपयुक्त स्थान रहेको बताउनुभयो। आगामी दिनहरूमा पनि खेलमा सहभागी हुने उहाँको भनाइ छ। नेपालमा थोलेदेम्बा गल्फ कोर्स बनेसँगै 10 स्थानमा गल्फ कोन बनेको छ। खिजीदेम्बाको खेल मैदानमा खेल खेल्न पाउँदा आफू हर्षित भएको तिवारीले बताउनुभयो। सबैभन्दा पहिला मैले गल्फ लाठी समात्दाखेरि म 8 वर्षको उमेर, सायद 47 वर्ष भयो। रमाइलो लाग्यो, धेरै राम्रो पनि लाग्यो। मैले अब यत्रो वर्ष खेल्दाखेरि मेरो अब ट्रफी भनेको थुप्रै भइसक्यो। यहाँ खिजीदेम्बामा यो खिजीदेम्बाको आजको यो चाहिँ मेरो बेस्ट ट्रफी भन्ने मेरो बेस्ट ट्रफी यो खिजीदेम्बा। यहाँ खेल्दा यस्तो च्यालेन्जिङ कोर्समा अहिलेसम्म मैले प्ले गरेको थिइनँ। तैपनि यस्तो हिमालको यसको छेउमा यसरी खेल्न पाउँदाखेरि
मलाई धेरै खुसी लागेको छ। खिजीदेम्बामा मुख्य गरेर गल्फ खेल खेल्न मौसम अनुकूल हुने भएकाले पनि यस ठाउँमा खेल मैदान निर्माण गरिएको हो। यस ठाउँबाट हिमाललाई नजिकबाट निहाल्दै मनोरञ्जन लिएर खेल खेल्न सकिने बताउनुहुन्छ प्रोफेसनल गल्फर तथा निर्णायक पशुपति शर्मा। यो चाहिँ नि मेन यहाँ गल्फ कोर्स बनाउनुको उद्देश्य चाहिँ के हो भने गल्फिङ टुरिज्म, जस्तो विदेशबाट हाम्रै नेपालबाट इन्टरनल गल्फरहरू पनि अब खेल्नको लागि धेरै देशहरू जानुहुन्छ होइन। त्यो हामी नेपालमा चाहिँ के राम्रो छ भने हाम्रो मौसम जुन क्लाइमेट चाहिँ नि 12 महिना खेल्न मिल्ने छ। अरू विदेशमा जस्तो युरोप अमेरिकातिर 6 महिना खेल्ने, त्यसपछि हिउँ परेर डिस्टर्ब हुने त्यस्तो भएको भएर। अनि अर्को कुरा एकदमै गर्मीमा पनि मान्छेहरू चाहिँ नि गर्मीले नखेल्ने हुन्छ, जस्तो इन्डियातिर गएर मे जुन जुलाईतिर खेल्न सक्दैनन् होइन। तर हाम्रो नेपालमा चाहिँ नि 12 महिना खेल्न मिल्छ। त्यही पनि काठमाडौँमा अप्रिल मे जुनमा अलिक गर्मी हुन्छ नि, त्यो हुँदाखेरि मान्छे अलिक चिसो ठाउँ खोज्दै जाने पनि हुन्छ। त्यसै गरी यहीँ आउँदाखेरि पनि मान्छे गल्फ खेल्न जान्ने मान्छेहरू हिमाल हेर्न आउने हुन्छ नि। कहिलेकाहीँ बादल आएर अस्तिको पालि हामी आउँदै 10 दिनसम्म हिमाल देखिएन, बादलले ढाकिरहेको थियो। अब के गर्ने, अरू केही गर्ने चिज त हुँदैन भनेर एउटा इन्टरटेनमेन्टको लागि एउटा हाम्रो अध्यक्षजीको र हामी आङदोरी शेर्पा उहाँको टिमहरू पहिला आउनु भएको रहेछ। के गर्ने भन्दाखेरि यहाँ गल्फ गर्न सकिन्छ, तर यो नेचरलाई नबिगारिकन कुनै नयाँ उपकरणहरू युज नगरिकन नेट भन्ने कन्सेप्टले यो चाहिँ नि सुरु गरेको हो। गल्फ महोत्सव कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, विशिष्ट अतिथिमा संविधान सभा सदस्य यज्ञराज सुनुवार, अतिथिहरूमा पूर्व मन्त्री एवं कोशी प्रदेश सभा सदस्य प्रदीप कुमार सुनुवार, कोशी प्रदेश पूर्व सभामुख बाबुराम गौतम, सोलु दुधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङबु शेर्पा, चिसङखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा लगायतको उपस्थिति रहेको थियो।